हेलो नमस्ते सबैलाई म आकाश सिंखडा कमेडी विथ आकाशलाई लाइक शेयर सब्सक्राइब गरी आफ्नो मनमा लागेको प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु भनी नभुल्नु होला। आज म बोल्न गइरहेको विषय चाहिँ यो अहिले नेपालमा चाहिँ यो राजावादीको आन्दोलनपछि अहिले शिक्षकहरूको आन्दोलन चाहिँ एकदम धेरै चर्किरहेको छ। अब यसको विषयमा बोल्ने पदमा र बोल्न सक्ने क्षमता त्यो ल्याकत त ममा नहोला, तर पनि आफ्नो मनमा लागेको कुराहरू चाहिँ अब सबैकोबाट आइरहेछ। मेरोबाट पनि मनमा लागेको कुरा चाहिँ भन्न गइरहेको छु होइन। अब यसले कसलाई फाइदा कसलाई घाटा त्यो त आफ्नो ठाउँमा होला होइन। तर यी राजावादीको आन्दोलनमा पनि 2 तोलाको सिक्री हरायो भनेर भनेको मान्छे अहिले भाइरल भएर बुलेट बाइक चढेर हिँडिरहेछ हो। कसैलाई न कसैलाई त फाइदा पुग्ने रहेछ नि। त्यही भएर शिक्षक आन्दोलनले अब मलाई लाग्छ धेरैलाई फाइदा भएको छ। उनीहरूको आन्दोलन आफ्नो माग अधिकार त्यो आफ्नो ठाउँमा होला नि होइन। तर राजावादीको आन्दोलनमा हेर्नु त अहिले त टिकटक युट्युब जहाँ हेऱ्यो भाइरल मान्छे त त्यस्तै होला होइन। शिक्षक आन्दोलनमा शिक्षकहरूको लुकेका प्रतिभाहरू पुरै देख्न पाइरहेको पत्रकारहरू गएर सोध्छ क्या फेरि के ल त भवानी भिक्षुको 2टा कृति भन्नु त। अनि शिक्षकहरू सुतिरहेका शिक्षकहरू आन्दोलनको शिक्षकहरू भन्छ कि हामी यो आन्दोलनमा आएको छौँ कि कृति भन्न आएको छौँ पढाइरहेको छौँ भन्छन् होइन। कसैको लुङ्गी लाएर डान्स हेर्न पाइएको छ, कसैको साडी लगाएको डान्स हेर्न पाइएको छ। कला विभिन्न कलाहरू हामीले देख्न पाइरहेको छ। हामीलाई बजाएको छ। अब के हाल्ने, अब आफ्नो माग होला अधिकारको लागि लड्यो होला नि, त्यो छुट्टै पाटो भयो होइन। तर पनि त्यो नाच त देख्न पाइँदैन नि त। अब फेरि अब सरकार पक्षले चाहिँ भन्ने होला नि यो त हाम्रो प्लान हो। हुन पनि सक्छ अब यो केपीले चाहिँ देश सिधा पार्छु भनेर हिँडे केपीको अम्लै बाङ्गो छ होइन। के सिधा पार्ला र अर्को कुरो भने उसले चाहिँ भोलि गएर भाषण गर्न सक्छ। यदि मैले फ्याट्ट त्यो विधेयक पास गरिदिएको भए अहिले यसरी चाहिँ 50,000 60,000 शिक्षकहरू यसरी आउँथे, यसरी आएको भए चाहिँ काठमाडौँको होटलहरू बिजी हुन्थ्यो। यो त षड्यन्त्र हो, यो त मेरो चाहिँ यो देश विकासको लागि लगानी हो भन्न सक्छ। भोलि भाषण आउन सक्छ केपीको होइन। किनभने अहिले त हेर शिक्षकहरू पुरा होटलमा बसिया छन्, पुरै विद्यालय बन्द छ होइन। सरकारी विद्यालय बन्द छ। अझ शिक्षकहरूको पनि त्यो बिहान चाहिँ सरकारी स्कुल बन्द गरेर अनि त्यही बाटो गएर चाहिँ बोर्डिङमा गएर विद्यार्थी आफ्नो छोराछोरीहरूलाई भर्ना गरेर त्यसपछि गएर आन्दोलनमा जाने शिक्षकहरू पनि नभए होइन क्या। त्यही भएर उनीहरूलाई पनि फाइदै छ। सरकारी शिक्षकहरूलाई पनि अब पछि टक्क भर्ना गर्ने बेला स्कुल बन्द गरेर आइहाल्छ। अब आन्दोलन हुन्छ, भए जति विद्यार्थी जति सबै बोर्डिङ स्कुलमा भर्ना हुन्छ। त्यसपछि पछि मजाले सुन्तला र बदम खाँदै चाहिने पढाउन नि पर्दैन, विद्यार्थी नि हुँदैन। मजा छ, यस्तो कलाहरू देख्न पाइएको छ। हामीलाई त बवाल छ, मजा छ हो जिन्दगीमा। अब के हाल्ने, अरू प्रगति छैन देशको बारेमा, अरू राम्रा कुरा केही छैनन्। आज यहाँ आन्दोलन, भोलि फलानुको आन्दोलन, फलानुले यसो गर्यो, ढिकानुले यसो गर्यो। अब सबै यस्तै छ है। अब के हाल्ने, हुन त राम्रो कुराको माग चाहिँ पुरा हुनुपर्छ, अधिकारहरू दिनुपर्छ। पढाउने यत्रो मेहनत गरेर पढाउने शिक्षकहरूलाई गर्नुपर्छ भन्ने त हो। तर यसरी आन्दोलन नभए भए यति राम्रो डान्स, यति राम्रो लुङ्गी डान्स होइन। शिक्षकहरू मस्त घाम ताप्ने यस्तो कुरो त कहाँ देख्न पाइन्छ। त्यही भएर हुनपर्छ होइन। अब हामी चाहिँ जापानतिर बसिया छ, हुन त खाडी बराबरी भइसकेको छ जापान पनि। तर विकासको हिसाबले चाहिँ हेर यस्तो स्कुल छ घरमै होइन। टक्क घरमा मान्छेहरू आउँछन्। यहाँको पढाइ शिक्षा प्रणाली त फेर्नै पर्ने छ नेपालको। अब नेपालमा शिक्षा प्रणाली अहिले पनि कुन पार्टीको र भन्छ होइन। शिक्षकहरू अधिकांश त पार्टीकै छन् होइन। अब यतातिरको पढाइमा चाहिँ यो 1-2 कक्षा पढ्नेलाई नि गाजर मुला आलु काट्न सिकाउँदो रहेछ। हाम्रो त सिधै मान्छे काट्न सिकाउँछ हो यो। अनि शिक्षा कहाँको ठिक हो नि त, नेपालकै ठिक। टक्क आन्दोलन गर्नु पऱ्यो भने खोडालेर आइजे भन्यो भने पुलिसले नि अनि सरी। त्यही भएर यो शिक्षकको आन्दोलन, शिक्षा प्रणाली जे जस्तो भयो नि, हामीलाई मजा भनेको त्यो शिक्षकको कला। हेर त गीत, हेर त नाच, आहा कोही मादल बजाइरहेछन्, कोही ढोलक बजाइरहेछन्, कोही नाचिरहेछन्। ओहो जो सबैको कल्याण होस्। आफ्नो त यो छुट्टी दिन यसो टाइम पास गरे अब होइन। जेसी आओस् हामीलाई मतलबै छैन। अब देशमा यस्तो छ भनेर भन्ने कुरो केही छैन। भएको कुरोलाई पनि अब यसो छ भन्यो भने के छ तेरो, त्यही एउटा प्राकृतिक स्रोतभन्दा अरू केही छ, केही विकास गरेछ भनिहाल्छ। त्योभन्दा बरु ठिक छ भन्यो, यसरी हिँड्यो, बिदा छुट्टी मनायो, हेर्थै 2 दिन जिन्दगी भन्थ्यो। सहरहरूको ऐसा आराम छ अहिले सबै काठमाडौँमा
होटलहरू सबै बन्द छन् चलिरहेछन् के अरे स्कुलको हो के अरे बन्द त के हेर्ने हो यस्तै हो हामी त हेर्ने रमिता हेर्न चाहिँ पाइहाल्छ छुट्टी दिन अरू कलाकारको कला त अरू दिन नि थियो त्यो नि शिक्षकको कला त अहिले देख्न पाइयो त्यही भएर यो आन्दोलन चाहिँ अझै केही दिन जारी राख्नुपर्छ नत्र भने हामीले कला हेर्न पाउँदैनौँ त्यही भएर कला देख्न पाएको बेलामा अहिले चाहिँ 2-4 वर्ष 2-4 वर्ष त हुँदैन 2-4 दिन हाम्रो आन्दोलन रोक्नुहुन्न है सरहरू नाच हेर्न पाएन क्या हामीले ल सबैजनाले छुट्टी मनाओ भिडियोलाई लाइक सेयर सब्सक्राइब गरेर साथ दिनु होला है त ओके बाई बाई सबैको जय होस्